प्राचीन बेबिलोनवासीहरूलाई एउटा कुरा राम्रोसँग थाहा थियो। उनीहरू सधैँ यो सोच्ने गर्थे, आखिर किन संसारको कुल सम्पत्तिको 96% हिस्सा जनसङ्ख्याको जम्मा 1%ले मात्र कमाउँछन्? के यो कुनै संयोग हो त? पक्कै होइन। यसको पछाडि एउटा विशेष कारण छ। आजको यस सामग्रीमा हामी सँगै मिलेर यही रोचक प्रश्नको उत्तर खोज्नेछौँ। ठिक छ, अब यस विषयमा गहिरिएर लागौं। यस सामग्रीमा प्रस्तुत गरिएको मुख्य प्रेरणात्मक दर्शनलाई आज हामी एकदमै निष्पक्ष रूपमा केलाउनेछौँ। यस दर्शनले मानिसको सफलता, स्वास्थ्य र खुशीको पछाडि एउटा ठूलो रहस्य लुकेको दावी गर्छ। साँच्ची नै यो सुन्दा जति आकर्षक छ त्यति नै रहस्यमय पनि। आजको हाम्रो यो छोटो विश्लेषणले यस सामग्रीको अमूर्त सैद्धान्तिक आधारदेखि व्यावहारिक प्रयोगसम्म सबै कुरालाई प्रश्न पार्नेछ। हामी यी 6वटा बुँदाहरूमा सरसर्ती छलफल गर्नेछौँ। आकर्षणको नियम, 3 चरणको प्रक्रिया, भावनाहरूको शक्ति, कृतज्ञता र दृश्यचित्रण, रहस्यको प्रयोग र अन्तमा मानव ऊर्जा क्षेत्रको रूपमा। अब सुरु गरौँ पहिलो खण्डबाट, आकर्षणको नियम अर्थात् चुम्बकीय मस्तिष्क। खासमा यो सामग्रीमा दाबी गरिए अनुसार आकर्षणको नियम एउटा यस्तो सिद्धान्त हो जसले समान कुराले समान कुरालाई तान्छ भन्ने मान्यता राख्छ। यस सिद्धान्त अनुसार हाम्रा विचारहरूले मापन गर्न सकिने तरङ्गहरू उत्सर्जन गर्छन्। अर्थात् दिमाग एउटा शक्तिशाली चुम्बक जस्तै हो जसले मिल्दाजुल्दा परिस्थिति र वस्तुहरूलाई जीवनमा तान्छ। सुन्दा अचम्म लाग्न सक्छ, तर यहाँ यही कुरालाई मुख्य आधार मानिएको छ। तर यहाँनिर एउटा ठूलो व्यावहारिक समस्या आउँछ। वैज्ञानिक रूपमै हेर्ने हो भने पनि मानिसको दिमागमा दिनभरिमा करिब 60,000 विचारहरू आउँछन्। अब आफै विचार गरौँ त ती सबै 60,000 विचारहरूलाई एक एक गरेर निगरानी वा नियन्त्रण गर्नु त असम्भव जस्तै छ नि, होइन त? त्यसो भए समाधान के त? यहीँनिर आउँछ हाम्रो दोस्रो खण्ड, 3 चरणको प्रक्रिया, जहाँ ब्रह्माण्डलाई एउटा विशाल मेनुको रूपमा हेरिएको छ। अब यहाँ साँच्चै चासो लाग्दो कुरा के छ भने यस स्रोतले पूरै ब्रह्माण्डलाई अलाद्दिनको जिनसँग तुलना गरेको छ। जसरी जिनले कुनै पनि चाहनालाई बिना कुनै प्रश्न स्वीकार्छ र भन्छ, तिम्रो इच्छा नै मेरो आदेश हो, ठिक त्यसै गरी ब्रह्माण्डले पनि मानिसको विचार र इच्छाहरूलाई कुनै पनि पूर्वाग्रह बिना प्रतिक्रिया दिने दावी यहाँ गरिएको छ। एकदमै रोचक तुलना छ यो। यो प्रक्रियालाई मुख्य 3वटा कार्यहरूमा विभाजन गरिएको छ। पहिलो चरण हो माग्ने, आफूले चाहेको कुरा स्पष्ट रूपमा ब्रह्माण्ड सामु राख्ने। दोस्रो चरण विश्वास गर्ने, आफूले नदेखेको कुरामा पनि त्यो प्राप्त हुन्छ भन्ने अटल विश्वास कायम राख्ने। र तेस्रो चरण प्राप्त गर्ने, त्यो कुरा पाइसकेपछि कस्तो महसुस हुन्छ त्यही खुसी अहिले नै महसुस गर्ने। यी 3वटा चरणहरू नै यस दर्शनको मुख्य मेरुदण्ड हुन्। यहाँनिर स्वाभाविक रूपमा एउटा प्रश्न उठ्न सक्छ, यो कुरा साकार हुन कति समय लाग्छ त? स्रोत सामग्रीको दृष्टिकोण अनुसार ब्रह्माण्डमा समय वा आकारको कुनै मानव निर्मित सीमा हुँदैन। एउटा सानो कप कफी आकर्षित गर्नु र एउटा ठूलो घर पाउनु ब्रह्माण्डको लागि बिल्कुलै बराबर हो। यो केवल व्यक्तिको विश्वास र ब्रह्माण्ड बीचको तालमेलमा निर्भर हुने कुरा उल्लेख गरिएको छ। अघि हामीले 60,000 विचारको कुरा गरेका थियौँ। सबै विचार नियन्त्रण गर्न नसकिने भएपछि के गर्ने त? यसको उत्तर हाम्रो तेस्रो खण्डमा छ, भावनाहरूको शक्ति, जसलाई अन्तिम आन्तरिक मार्गदर्शक मानिएको छ। यहाँ बुझ्नै पर्ने महत्त्वपूर्ण कुरा के छ भने मानिसका भावनाहरूले एउटा कम्पासको रूपमा काम गर्छन्। खुशी, कृतज्ञता र प्रेम जस्ता राम्रा भावनाहरूले सकारात्मक तरङ्ग प्रवाह गर्छन् र चाहेको कुरा आकर्षित गर्छन्। अर्कोतर्फ रिस, अपराधबोध वा निराशा जस्ता नराम्रा भावनाहरूले नकारात्मक तरङ्ग प्रवाह गर्छन् र नचाहेका घटनाहरूलाई जीवनमा तान्छन्। अर्थात् आफूले के आकर्षित गर्दैछौँ भन्ने कुरा आफ्नै भावनाबाटै सजिलै थाहा पाउन सकिन्छ। अब लागौं चौथो खण्डतर्फ, कृतज्ञता र दृश्यचित्रण। यसले यो पूरै प्रक्रियालाई कसरी गति दिन्छ भन्ने कुरा हेरौं। कृतज्ञतालाई व्यावहारिक अभ्यासमा ल्याउन स्रोतले एउटा साह्रै रोचक तरिका सुझाएको छ, कृतज्ञता ढुङ्गा। यो एउटा सानो ढुङ्गा हो जसलाई खल्तीमा राखिन्छ र यसलाई छुँदा दैनिक रूपमा आभारी हुन सम्झना गराइन्छ। स्रोतमा एउटा संस्मरण पनि छ जहाँ दक्षिण अफ्रिकामा यही ढुङ्गाको प्रयोगले एउटा सिक्किस्त बिरामी बालक निको भएको दावी गरिएको छ। यसले के देखाउन खोजेको छ भने कृतज्ञताले हाम्रो ऊर्जालाई परिवर्तन गर्छ र चमत्कारहरू निम्त्याउँछ।
र यसले मस्तिष्क र शरीर बीचको सम्बन्धलाई साँच्चै नै उत्कृष्ट रूपमा चित्रण गर्छ। अपोलो कार्यक्रमबाट प्रभावित र 80 र 90 को दशकमा ओलम्पिक खेलाडीहरूले प्रयोग गर्ने भिजुअल मोटर रिहर्सल अर्थात् मानसिक दृश्य अभ्यासले के देखाउँछ भने मस्तिष्कले भौतिक रूपमा गरेको काम र दिमागमा कल्पना गरेको काम बीचको फरक छुट्याउन सक्दैन। दिमागमा दौडिएको कल्पना मात्र गर्दा पनि खेलाडीहरूको मांसपेशीहरू ठ्याक्कै त्यही क्रममा सक्रिय भएका थिए। यो एकदमै गजबको तथ्य हो। अब हामी 5औं खण्डमा आइपुगेका छौं, रहस्यको प्रयोग। जीवनका प्रमुख स्तम्भहरूमा यसलाई कसरी लागू गर्ने त? दैनिक जीवनमा नचाहिएको कुराबाट ध्यान हटाएर चाहिएको कुरामा कसरी केन्द्रित हुने? स्रोतका अनुसार सम्पत्तिको मामलामा ऋणको चिन्ता गर्नुको सट्टा चेक आउँदैछ भनेर सोच्न सुझाइएको छ। सम्बन्धमा कमजोरीहरूको गुनासो गर्नुको सट्टा लगातार 30 दिनसम्म सकारात्मक गुणहरू लेख्ने र स्वास्थ्यमा रोगको चिन्ता गर्नुको सट्टा हाँस्ने र आफ्नो रोग प्रतिरोधात्मक क्षमतालाई धन्यवाद दिने। यहाँसम्म कि ब्याङ्क स्टेटमेन्टमा ऋणको सट्टा आफूले चाहेको रकम लेख्नेसम्मका उदाहरणहरू दिएका छन्। एउटा अर्को चासो लाग्दो तर्क के छ भने यस सिद्धान्तले कुनै पनि विरोधी अभियानहरूलाई मनोवैज्ञानिक रूपमा गलत मान्छ। मदर टेरेसाको उदाहरण दिँदै स्रोतले भनेको छ कि उहाँ कहिल्यै युद्ध विरोधी र्यालीमा जानुहुन्नथ्यो, बरु शान्ति समर्थक र्यालीमा जानुहुन्थ्यो। युद्धको विरोध गर्दा त्यसमै नकारात्मक ऊर्जा थपिने र प्रतिरोध सिर्जना हुने मान्यता राखिएको छ। यसको सीधा अर्थ हो शान्ति चाहने हो भने हाम्रो सम्पूर्ण ध्यान शान्तिमै केन्द्रित हुनुपर्छ। अब हामी हाम्रो अन्तिम खण्डमा छौं, मानव ऊर्जा क्षेत्रको रूपमा। यहाँ कुरा आउँछ क्वान्टम दृष्टिकोणको। यसले एउटा गहिरो दाबी प्रस्तुत गरेको छ। यदि एकदमै शक्तिशाली माइक्रोस्कोपबाट हेर्ने हो भने मानिसहरू केवल ऊर्जाका तरङ्गहरू हुन्। सौर्यमण्डलदेखि मानिस, अङ्गहरू, कोषहरू, अणुहरू हुँदै अन्ततः सबै कुरा विशुद्ध ऊर्जा मात्र हो। र यही ऊर्जा मार्फत हामी सबै समग्र ब्रह्माण्डसँग एकदमै गहिरो रूपमा जोडिएका छौं भन्ने कुरा यहाँ दर्शाइएको छ। यस दर्शनले स्रोतहरूको अभाव हुने कुरालाई पूर्ण रूपमा अस्वीकार गर्छ। यसको दावी छ कि ब्रह्माण्डमा अथाह स्रोतहरू छन्। अभाव वा सीमितताको विचार त मानिसको दिमागमा रहेको एउटा भाइरस मात्र हो। हरेक व्यक्तिको लागि प्रशस्त खुशी, प्रेम र सम्पत्ति उपलब्ध छ भन्ने बलियो तर्क यहाँ प्रस्तुत गरिएको छ। अब यो पूरै विश्लेषणलाई समेटेर एउटा अन्तिम प्रश्न विचार गरौँ। यदि सामग्रीले दाबी गरे झै मानव मस्तिष्क नै वास्तविकताको अन्तिम निर्माता हो भने मानिसले अब के सृजना गर्ला? यो यस्तो प्रश्न हो जसले असीमित सम्भावनाहरूको ढोका खोल्छ। आज प्रस्तुत गरिएका यी विचारहरूलाई मनन गर्दै गर्दा मानव मस्तिष्कको सम्भावनाले कस्तो भविष्य कोर्ला भन्ने कुरा साँच्चै नै रोमाञ्चक र विचारणीय छ।